Hello guys, welcome to my NPR Stories YouTube channel. So आज मैले फेरि पनि एउटा नयाँ रिभ्यू भिडियो लिएर आएको छु हजुर सामु। सो मेरो पछाडि यहाँ दुईजना, एकजना मेरो क्युटी भान्जी, एकजना मेरो ह्यान्डसम भान्जा, दुवैजना भूत छन्। सो आज मैले TVS को हाम्रो न्यू मोडल अहिले अटो शोमा इन्डियामा रिभिल गरेको बाइकको बारेमा एउटा छोटो मिठो भिडियो बनाएको छु। सो भिडियो पुरा हेरिदिनु होला, लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। के गर्ने गरे रिया, के गर्ने भन, सब्स्क्राइब गर्ने भन, सब्स्क्राइब लाइक गर्ने हैन, अनि कमेन्ट पनि गरिदिनु होला। सो सपोर्ट गर्नु होला मेरो युट्युब च्यानललाई। हजुरहरूलाई यस्तै नयाँ नयाँ भिडियो हेर्न मन लाग्यो भने, कुन बाइकको बारेमा कस्तो भिडियो हेर्न मन लाग्छ हजुरले कमेन्ट गरिदिनु होला। म अवश्य पनि त्यो भिडियो बनाउने छु। सो त्यो बाइकको बारेमा बनाउने छु। सो यो बाइकको बारेमा केही जानकारीहरू हजुरहरूले भिडियो हेर्दै सुन्न सक्नुहुन्छ। सो गाइज, यो हो RTSX TVS कम्पनीले लन्च गर्न लागेको नयाँ बाइक। हल्का अफ रोडिङ टाइपमा त्यस्तो डट बाइक जस्तो लुक छ यसको। हजुर हेर्न सक्नुहुन्छ, पछाडिको टायर साइज पनि ठुलो रहेछ, अनि डिस्क ब्रेक डबल डिस्क ब्रेक, पेडल डिस्क रहेछ अगाडि पछाडि, यो विनलेट पनि रहेछ गाइज। लिक्विड कुल्ड इन्जिन हो। इन्जिन कति सिसीको हो भन्ने कुरो चाहिँ मलाई ठ्याक्कै थाहा भएन, तर अहिले कम्पनीले पनि रिभिल गरेको छैन। तर यो बाइक अवश्य पनि लन्च हुनेवाला छ। पछाडिको एक्जस्ट हेर्न सक्नुहुन्छ, सिटको तल दिए रहेछ, अनि मोनोसक सस्पेन्सन, अगाडि अपसाइड डाउन फ्रन्ट फोक, अनि त्यसपछि कलर पनि राम्रै छ, येल्लो अनि वाइट अनि ब्ल्याक कम्बिनेसन। यसको फ्रेम पनि कस्तो खतरा देखिरहेछ गाइज। यो TVS RTX SX नाम पनि कस्तो औडा, RTSX चाहिँ राम्रो छ। अगाडि पछाडि पुरै टायर भनेको मोटा टायर हालेको रहेछ TVS कम्पनीले। अब आउँदाखेरि कस्तो लुक्समा आउँछ त्यो खै थाहा भएन। LED हेडलाइट चाहिँ अवश्य रहेछ होइन। LED सबै, टर्न इन्डिकेटर भयो, ब्याकलाइट भयो, त्यसपछि हेडलाइट त अब रिभिल गरेकै छैन, त्यो अलिकति दुईवटा बत्ती मात्र राखिदिएको छ साइडमा। सो हाल्छ होला नि त अब राम्रो आई थिङ्क राम्रो डिजाइनमा आउँछ होला यो बाइक। अनि त्यसपछि यो बाइकको पछाडि यसको एक्जस्ट ठ्याक्कै टेल लाइटको तल दिएर रहेछ एक्जस्टको त्यो दुलो। हजुरले हेर्न सक्नुहुन्छ, यसको बाइकको पछाडि टेल लाइट पनि राम्रो रहेछ, टायर साइज पनि ठुलो रहेछ, डिस्क ब्रेक पेडल डिस्क रहेछ अगाडि पछाडि दुइटै, तल ब्याक प्लेट पनि रहेछ, अनि ब्ल्याक कलरको ब्ल्याक कलरको अपसाइड डाउन फ्रन्ट फोक, अनि गोल्डन कलरको ब्याक साइडको मोनोसक सस्पेन्सन भयो, अनि त्यसपछि एल्युमिनियम स्विङ्गाम। सबै राम्रो छ गाइज। हजुरहरूले यदि यहाँसम्म हेरिदिनु भयो भने मेरो युट्युब च्यानललाई सपोर्ट गर्नु होला, लाइक शेयर सब्स्क्राइब गर्नु होला, र यहाँसम्म हेरिदिएकोमा धन्यवाद हजुरहरूलाई। त्यसपछि यो बाइक के लाग्यो, कस्तो लाग्यो, हजुरहरूलाई मन पऱ्यो कि परेन कमेन्ट गरिदिनु होला। अनि यो कहिलेसम्म आउँछ भन्ने कुरो कसैलाई थाहा छैन, मलाई पनि थाहा छैन। भन्नाले अहिले कम्पनीले रिभिल गरेको छैन, जस्ट अटो एक्सपोमा सो मात्र गरेको, देखाएको मात्र। यस्तो नेकेड स्पोर्टमा आउँछ भनेर एउटा बाइक आउँदैछ भनेर। सो त्यही हो। हामी फेरि भेटौँला अर्को नेक्स्ट भिडियोमा, नेक्स्ट ब्लगमा। आजलाई यति, फेरि भेटौँला, बाई बाई, धन्यवाद।